लासो फेबुला टासितले सम्पूर्ण धर्म प्रेमी महानुभावहरुमा र आज पनि म यहाँहरुलाई एउटा सानो छोटो भिडियो लिएर उपस्थित भइसकेको छु र यहाँहरुलाई यस भिडियो मार्फत चाहिँ हामी तपाई जो कोही 12 वटा वर्गहरु मध्येमा यो 12 वटा लो वर्गहरु मध्येमा हामी कोही न कोही एउटा न एउटा लो वर्ग परि नै हाल्छ र यी 12 वटा वर्गको लासा, सोक्सा र शेषा है कुन बार राम्रो कुन बार नराम्रो कुन बार चाहिँ यो धार्मिक बार है लासा भनेको गुरु ग्रह अति शुभ बार सोक्सा भनेको प्राण ग्रह पनि भन्छ धार्मिक बार पनि भन्छ र शेषा भनेको चाहिँ एकदम घातक बार है अति शुभ नराम्रो बार र यी विषयवस्तुहरुको बारेमा आज थोरै भए पनि चर्चा परिचर्चा गर्ने नै छौं र यस विषयमा म यहाँलाई क्रमशः रूपमा बताउन गइरहेको छु यहाँले थोरै भए पनि समय खर्चेर यस भिडियोलाई हेर्नु होला हुन त आजको अहिलेको समयमा प्राय सबैजना मानवहरुलाई यो आफ्नो लो वर्ग खाम के हो सबै नै थाहा हुन्छ कुन बार नराम्रो तर पनि कतिपय दाजुभाइ तथा दिदीहरुलाई थाहा नभएको खण्डमा यो भिडियो हेरेर लाभ लिन सक्नुहुन्छ भन्ने हेतुले बनाएको हो र यसै क्रममा जीवा हाम्रो 12 वटा वर्ग हुन्छ जीवा लाङताक हे डुकडुल तालुक्टे ज्या खिफाक है यस मध्येमा जीवा सुरुको चाहिँ जीवा है मुसा वर्ग मुसाको चाहिँ यो तपाईको लासा है गुरु ग्रह एकदम राम्रो बार चाहिँ बुधबार है बुधबार अनि शेषा चाहिँ शनिबार है शेषा घातक बार अति अशुभ बार अनि सोक्सा प्राणबार अथवा धार्मिक बार भन्छ यो चाहिँ मंगलबार है अनि लाङ है गोरु गाई वर्ग लाङ लोगो गाई वर्गको चाहिँ यो मेलो पनि भन्छ अनि यो शनिबार चाहिँ एकदम लासा गुरुबार है शुभबार शनिबार गोरु गाई वर्गको अनि सोक्सा चाहिँ बुधबार धार्मिक बार प्राण ग्रह है अनि यो घातक बार शेषा चाहिँ बिहीबार है यो घातक बार चाहिँ बिहीबार हो अनि त्यस्तै गरेर ताक बाघ वर्ग है बाघ वर्गको चाहिँ बिहीबार लासा गुरु ग्रह बिहीबार अनि सोक्सा शनिबार धार्मिक अथवा प्राणबार अनि शुक्रबार चाहिँ शेषा घातक बार है अति अशुभ बार अनि खरायो वर्ग हेलो भन्छ खरायो कतिले बिरालो भन्छ तावरलो भन्छ बिरालो वर्ग चाहिँ हैन खास लोगोमा चाहिँ 12 लोगो चिन्हमा चाहिँ खरायो वर्ग त्यहाँ छ खरायो खासमा चाहिँ खरायो वर्ग है खरायो वर्गको चाहिँ बिहीबार लासा गुरु ग्रह अति राम्रो बार शुभ बार चाहिँ बिहीबार अनि सोक्सा है सोक्सा प्राण अथवा धार्मिक बार चाहिँ शनिबार अनि शेषा चाहिँ शुक्रबार है शुक्रबार चाहिँ शेषा घातक बार चाहिँ खरायो वर्गको अनि त्यस्तै गरेर डुक ड्रागन वर्ग गरुड वर्ग पनि भन्छ लासा चाहिँ आइतबार भएको एकदम शुभ बार है शुभ बार आइतबार अनि सोक्सा चाहिँ बुधबार यो धार्मिक बार पनि भन्छ प्राण बार पनि भन्छ है बुधबार अनि शेषा चाहिँ बुधबार शेषा भनेको प्राण घातक बार है यो चाहिँ अति अशुभ बार चाहिँ बिहीबार है अनि त्यस्तै गरेर डुल सर्प पुख्रिलो सर्प वर्गको चाहिँ मंगलबार लासा है मंगलबार चाहिँ एकदम गुरु ग्रह भन्छ यो अति शुभ बार चाहिँ मंगलबार सर्प वर्ग अनि सोक्सा धार्मिक बार चाहिँ शुक्रबार है अनि शेषा भनेको यो घातक बार चाहिँ बुधबार है घातक बार बुधबार अनि त्यस्तै गरेर यो घोडा वर्ग घोडा वर्गको मंगलबार चाहिँ गुरुबार यो लासा चाहिँ है गुरुबार एकदम अति शुभ बार चाहिँ मंगलबार अनि सोक्सा धार्मिक बार चाहिँ शुक्रबार है अनि शेषा घातक बार चाहिँ अथवा अति अशुभ बार चाहिँ बुधबार है अनि त्यस्तै गरेर भेडा वर्गको चाहिँ शुक्रबार गुरु एकदम अति शुभ बार चाहिँ शुक्रबार है अनि सोक्सा भनेको यो धार्मिक बार चाहिँ सोमबार है अनि शेषा घातक बार प्राण बार चाहिँ बिहीबार त्यस्तै गरेर टेलोको पनि शुक्रबार अति शुभ बार है लासा भन्छ गुरुबार अनि बिहीबार चाहिँ सोक्सा भनेको चाहिँ यो धार्मिक बार अथवा प्राण बार पनि भन्छ प्राण ग्रह पनि भन्छ र मंगलबार चाहिँ शेषा घातक बार चाहिँ अति अशुभ बार चाहिँ बाँदर वर्गको मंगलबार त्यस्तै गरेर चरा वर्गको चाहिँ शुक्रबार चाहिँ लासा है गुरु ग्रह आफ्नो राम्रो बार चाहिँ शुक्रबार अनि सोक्सा धार्मिक बार चाहिँ प्राण बार चाहिँ बिहीबार अनि मंगलबार चाहिँ शेषा घातक बार
घातक एकदम नराम्रो अति अशुभ बार। त्यस्तै गरेर खी कुकुर वर्गको सोमबार चाहिँ लासा गुरुबार अति शुभ बार चाहिँ सोमबार। अनि बुधबार चाहिँ सोक्सा प्राणबार अथवा धार्मिक बार पनि भन्छ। अनि बिहिबार चाहिँ यो शेषा घातक बार अति अशुभ बार चाहिँ कुकुर वर्गको है बिहिबार। अनि फाक सुँगुर वर्गको चाहिँ बुधबार लासा गुरु एकदम अति शुभ बार चाहिँ बुधबार। अनि मङ्गलबार चाहिँ अति यो के अरे धार्मिक बार सोक्सा प्राणबार भन्छ मङ्गलबार। र शनिबार चाहिँ घातक बार यो शेषा प्राणबार पनि भन्छ प्राणघातक बार पनि भन्छ। यो चाहिँ के अरे यो शेषा नराम्रो बार है अति अशुभ बार चाहिँ शनिबार सुँगुर वर्गको। र यस्तै गरेर यसपालिको अब यो 12वटा वर्गमध्ये कुन वर्गलाई चाहिँ कुन के ग्रह चलेको छ भन्दाखेरि चाहिँ तपाईँको यसबारेमा छोटो जानकारी गराउन चाहन्छु। र यसपालिको लो वर्गहरूमा चाहिँ यो तपाईँको सर्प वर्ग है काष्ठ स्त्री सर्प वर्ग चलिरहेको छ। यो योपालि सर्प वर्गलाई चाहिँ एकदम लोक्याक पनि भन्छ राङ्गेक पनि भन्छ आफ्नो वर्षेनी बाधा। सर्प वर्गलाई चाहिँ यो राङ्गेक भन्छ। यो राङ्गेकको लोक्याकको एकदम नराम्रो दशा चलिरहेछ। र यो यसमा चाहिँ अलिकति 6 महिनासम्म अलिकति सावधानी अपनाउनु पर्ने हुन्छ है। 6 महिनासम्म चाहिँ यो स्त्रीलाई चाहिँ स्त्री सर्ववर्गलाई चिकाक भन्छ। चिकाक परेकोले सुरुको 6 महिना र 6 महिनापछि ग्रह सुरु हुन्छ भन्छ। र 6 महिनासम्म सावधानी अपनाउनु पर्ने हुन्छ। बिमारी भएको ठाउँमा भेट्नु नजाने अनि एकदम आरपोर आउने सोचेको कामहरू नपुग्ने है त्यस्तै। अनि यो पुरुषलाई चाहिँ फेरि यो नाङ्गाक भन्छ। यो नाङ्गाक परेकोले लो सुरु भएको 6 महिनासम्म खतरा हुन्छ योपालि सर्पवर्गलाई। र यसमा चाहिँ अलिक सावधानी अपनाउनु पर्ने छ। यसको लागि चाहिँ अलिकति घ्यासी छेटुप धोमङ पाठहरू गर्ने र राङ्गेकहरू फाल्ने अथवा सक्यो भने यो घ्याप्सी मन्साउने है अति शुभ हुन्छ। र त्यस्तै गरेर धुन्चुर भनेको फाक्लो सुँगुर वर्गलाई चाहिँ एकदम सप्तकुनी ग्रह पनि भन्छ। यो शत्रु ग्रह पनि भन्छ। धुन्चुरले चाहिँ एकदम पिरल छ एकदम यो के अरे सुँगुर वर्गलाई यसपालि है सर्प वर्गलाई सुँगुर एकदम नराम्रो। यो विदेश यात्राहरू असफल हुने है एकदम काम कुरोहरूमा बाधा आउने विवादहरू आउने है अलिकति सोचेको कामहरू पुरा नहुने। अनि यसको लागि उपायको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि छुसुम तोपोछे तोक्सुङ र घ्याल्छेनचोमा वाचन गर्ने र धार्चीहरू लगाउनु पऱ्यो नि। घ्याल्छेनचोमाको धार्चीहरू लगायो धार्चीहरू लुङ्दा धार्चीहरू लगायो भने चाहिँ एकदम राम्रो है। अथवा यो ग्रहको सुँगाको जन्त्र बुटीहरू लामा गुरुहरूलाई सम्पर्क गरेर ग्रहको बुटीहरू बाँध्यो भने पनि अलिकति केही हदसम्म राम्रो हुन्छ। र त्यस्तै गरेर सिसे भनेको चतुर्घाती ग्रह यो कुन लोला भन्दाखेरि बाँदर वर्ग र बाघ वर्गलाई है। बाघ वर्ग यो सिसे पनि यार्गी र मार्गी भन्छ। यो बाघ वर्गको स्त्री पुरुषलाई चाहिँ यार्गी सिसे भएकोले एकदम विवाह कार्यमा अवसर आउने व्यापारहरू नयाँ व्यापारहरू नथाल्ने विदेश यात्रा असफल हुने र एकदम नराम्रो हुने लेनदेनमा बाधा आउने घरहरू सर्नु नहुने है टाढा यात्रा गर्दा दिनहरू हेरेर मात्रै यात्रा गर्ने चोटपटक एक्सिडेन्टहरू हुनसक्छ। र त्यसको लागि चाहिँ छिलुई क्षेत्र र घेतङ्बाहरू वाचन गरे भने चाहिँ एकदम राम्रो छ। अनि बाँदर वर्गकोलाई चाहिँ मार्गी सिसे भन्छ। यो चाहिँ आयु पाठहरू गर्ने है आयु क्षेत्रहरू गर्ने छेवाङहरू पाठ गर्ने अनि मेडिसिन बुद्धका पाठ गर्ने है। अनि यसबाट यो सरल यो जन्तर बुट्टीहरू यसको लागि जन्तर बुट्टीहरू लाउने सुँगाकहरू है त्यसो गऱ्यो भने चाहिँ एकदम राम्रो हुनेछ। र यस्तै गरेर यो थुन्चुम त्रिभागी दशा अनुकूल ग्रह पनि भन्छ। चरा वर्ग है चरा वर्ग र गोरु वर्गलाई चाहिँ योपालि थुन्चुम ग्रह है अनुकूल त्रिभागी दशा पनि भन्छ है। यो यसमा चाहिँ यो थुन्चुममा चाहिँ थुन्चुम ग्रहहरू कटाउने है लामा गुरुहरूमा। यो थुन्चुमले चाहिँ एकदम वाद विवादहरू आउने रिस धेरै उठ्ने झगडा पर्ने यो मुखामुख पर्ने डिस्कस पर्ने साथीभाइसँग झनक्क रिस उठ्ने है झडङ्ग रिस उठ्ने अनि एकदम मन चञ्चल हुने अनि के गर्नु कसो गर्नु भने मन स्थिरमा नहुने हो। त्यो कारणले चाहिँ एकदम आफ्नो कार्यक्षेत्रहरूमा पनि बाधा आउने थप जिम्मेवारीहरू आइलाग्ने हो त्यस्तो दशा आइलाग्छ यो थुन्चुम परेकोलाई। यो गोरु वर्ग र यो चरा वर्ग झ्यालो भन्छ है। यसको लागि चाहिँ थुन्चुम ग्रह मन्साउने है सपनाहरू पनि बिग्रिन सक्छ। अनि यो मलामीहरू पनि नजाने मान प्रतिष्ठान पनि हानि हुनसक्छ। यो थुन्चुमको दोषले चाहिँ त्यस्तो गराउँछ है। अनि यो 2 वर्ष र 62 वर्षको स्त्री पुरुषलाई चाहिँ यो छिमेकीको दोष भन्छ खिम्चे चुप्पा है। यो त्यस्तो छ कलह झगडाहरू हुनसक्ने र सहपूजा आयुको पूजाहरू गऱ्यो भने चाहिँ एकदम राम्रो भएर जान्छ है। अनि त्यही गरेर यो गोरु र चरा वर्षलाई चाहिँ यो अलिकति यो
थुन्चुम परेकोले चाहिँ यो मसान घाटहरूमा पनि नजाने है। अनि यसको लागि चाहिँ थुन्चुम ग्रह मन्साउने अनि यो ढाला पूजा घ्यासी पूजा आयुको पाठहरू गर्ने, त्यसो गऱ्यो भने चाहिँ अलिकति राम्रो भएर जान्छ है। र यसै भन्दै आजको लागि यही जानकारी दिँदै यहाँहरूलाई यो भिडियो के कस्तो लाग्यो लाइक शेयर सब्सक्राइब गरिदिनु होला र मन पऱ्यो भने साथीभाइहरूलाई पनि सेयर गरिदिनु होला। र यही सम्बन्धी यही विषयमा अझै अरू पनि थुप्रै भिडियोहरू लिएर चर्चा परिचय गर्नेछौँ। यो र मेरो आजलाई बिदा हुन चाहन्छु। लासो फेबुला टसित।